रमाइलो अनुभूति हुन्छ। घरती खोलाको सिरानमा रहेको काली बन्जार वन क्षेत्रमा रोपिएका चियाका बगानले अब केही वर्षमा इलाम बिर्साउनेछ। यो 1800 देखि 2800 सम्मको उचाइमा रहेको यो वन 324 हेक्टर छ। यसलाई हामी 5 ब्लकमा चाहिँ हामी विभाजित गरेर कामको गर्नलाई सजिलो होस् भनेर हामी 5 भागमा चाहिँ ब्लक बनाएर हामी यसलाई निरन्तर दिइरहेका छौँ। हामीले चियाको परीक्षण पनि गर्दैछौँ र अहिले त्यो चिया हामीले अहिले 400 बिरुवा रोपेका छौँ। यस वनमा जडीबुटीको हिसाबमा हाम्रो यो चिराइतो पाइन्छ, ठुलो औषधि भन्ने छ, पाखनबेत भन्ने छ, अनि त्यो यो सुनाखरी, सुनगाबा हरूदेखि लिएर त्यो सद्वा भन्ने चाहिँ नि अलिकति लोप भइरहेको अवस्था छ, केही मात्रामा पाइन्छ। त्यसको लागि पनि मैले त्यसको नर्सरी गर्नलाई चाहिँ नि धेरै ठाउँमा चाहिँ त्यो नर्सरी त्यो खोजेर जङ्गलमा भएकोलाई नर्सरी गराएर त्यसबाट बिउ उत्पादन गर्ने र त्यसलाई अलिकति व्यवस्थित गराउनुपर्छ भनेर मैले त्यो नर्सरीको लागि पनि त्यो सङ्कलन जस्तो लोप भइरहेको जडीबुटीहरूलाई सङ्कलन गरेर एक ठाउँ प्रदर्शनी स्थल पनि बनाउने। घरती खोलाको यात्रापछि विश्व